सबै बिउ निकाल्ने हो, त्यो अहिले नकाट्नु होला। अब त्यसलाई बिउ निकालेर पछिको लागि हामीले समुदायमा पनि त्यही दिने भनेर छौँ। नमस्कार, म सङ्गीता परियार। मेरो घर महावै गाउँपालिका वडा नम्बर 2 ओदा पर्छ। म चाहिँ हाल अहिले ओदा फाउन्डेसन नेपालमा पर्यावरणीय कृषि परियोजनामा सामाजिक परिचालकको रूपमा काम गर्दैछु। म काम गर्न लागेको 2 वर्ष भयो। यसमा चाहिँ म पढ्दाखेरि चाहिँ ओदा फाउन्डेसन नेपालले मलाई स्कलरसिप पनि दिएको हो। त्यसमा ओदाले स्कलरसिप दिएर नै मैले पढेर आइसके पछाडि चाहिँ त्यसपछि म ओदामा जोडिएँ। ओदाको यो पर्यावरणीय कृषि परियोजनामा काम गर्नु पर्यो भनिसकेपछि मैले हुन्छ ठिक छ भनेर यसमा जोडिएँ। म अहिले चाहिँ यो परियोजनामा जोडिसकेपछि मैले चाहिँ 2 वर्षको क्रममा काम गर्दै जाँदाखेरि अलिकति समुदायसँग एकदमै घुलमिल हुन सक्ने भएको छु। ममा चाहिँ छाउपडी जातीय विभेद पनि हामीबाट नै सुरु गर्नुपर्छ भन्ने चाहिँ त्यो भावना आएको छ। अहिले चाहिँ मैले गोठभित्र सुत्नुपर्नेलाई पनि घरमा सुत्नुपर्छ, छाउपडीको कुराहरू आफैबाट चेन्ज गरेको छु। म घरमै बस्छु, मेरो आमा पनि घरमै बस्नुहुन्छ। अब जातीय विभेदको कुराहरू पनि म आफैबाट सुरु गर्दैछु। समुदाय समाजमा अहिले सुरु भइरहेको छ। ममा चाहिँ यो काम सुरु गर्दैखेरि चाहिँ परिवर्तन हुँदै आएको छ बिस्तारै।